पुरानो गाडीलाई पेन्टिङ गरेको भन्छु झापाली पो छ बुलेटले दिमाग पुऱ्याएन नि यो अगाडि चाहिँ बस्नु पर्थ्यो क्या त्यो ड्राइभरको छेउमा उत्रेर साह्रै अग्ला भएन अगाडि बस्नुभन्दा पनि त नियम त उल्लङ्घन गर्नु भएन नि त त्यही पनि अब ठ्याक्कै डट टेङ्कुलाइजर के भनिँदो रहेछ नि होइन यसलाई टेङ्कुलाइजर के भनिँदो रहेछ नि होइन त्यो पनि निशानामा लाग्यो भने त होला निशाना पनि नलाग्नु पनि सक्छ नि होइन कोही कोही बेला त त्यो पनि हुनसक्छ यस अवस्थामा चाहिँ के अरे यता निस्कियो भने चाहिँ यो जनसागर चाहिँ के होला है यसो अनुमान गरी हेर्नु त